एकचोटि मलाई सपोर्ट गर्ने टिमको एकचोटि हल्ला सुनौँ त कतापट्टि छ। घुमन अधिकारी भनेको स्टेजमा गीत गाउँदा गाउँदै जता जोस आएको ग्रुप छ नि त्यता बीचमा जम्प गरेर आउने चलन छ। कतापट्टि आउँला भन्नु, कतापट्टि आएर गीत गाउँ? यता, यहाँ, यहाँ। ल अब बज्ने गीतहरूमा दुईटा गीत गाउँछु कन्टिन्यू, अनि यो गीतमा जता बढी पावर आछ तेस्रो गीतमा चाहिँ बल्ल जम्प गर्छु है त। ल ओके ओके, म हेर्छु कतापट्टि बढी। म घुमन अधिकारी गएको ठाउँमा हरेक मेला महोत्सवमा है आमाहरू, दिदीहरू, भाउजू, माइजू, काका, काकी, मेरा साथीहरू सबैजनाले याद गर्नुहोस्, घुमन अधिकारी गरेको ठाउँमा कहिल्यै पनि मोनोटोन सुन्न दिन्न। मैले तपाईहरुलाई रमाइलो गराउनेछु है। पक्कै पनि आज कति पैसा तिरेर भित्र छिर्नु भएको छ त्यो पैसा असुलेरै जानुपर्छ रमाइलो है त। ओके, कति? 150 के भनेको यत्रो? ए 600, 1100। ओके, जति तिर्नुहोस् होइन, जति तिर्नु भएको छ नि त्योभन्दा बढी फाइदा यहाँ रमाइलो हुन्छ। त्यसले गर्दा ढुक्क हुनुहोस्, एकदमै बबाल हुनेवाला छ। अब एउटा पुरानो गीततिर जाउँ। अच्छा लेकिन चाहिने जो ए मतला हुरे गोर्खा पतनको घाँसौली चमेलीको तिल चढौली नौतुनाको रेल। 16 नम्बर ट्र्याकमा जाम त। अब नौतुनाको रेल एकचोटि हानौँ, त्यसपछि अर्को एउटा झ्याउरे गीत, त्यसपछि कन्टिन्यू। ऱ्याप भने ऱ्याप, झ्याप भने झ्याप, झ्याउरे भने झ्याउरे, सबै हान्नु आज है त। आज 2 घण्टा नन स्टप, अनि फेरि लाइभ दोहोरी पनि छ कि। लाइभ दोहोरी गायिका हुनुहुन्छ यहाँ शकुन्तलाजी, अनि उहाँसँग अहिले दोहोरी पनि गाउने कुरा छ होइन। 16 नम्बर ट्र्याक प्ले गरिदिनु होला है त। ल ओके, सबैजना रेडी नाच्नको लागि? मतलाउरे गोर्खा पल्टनको है, भेट्नु भएन? ओके, त्यसो भए अब हामी एउटा झ्याउरे नयाँ गीत सुनाउँछु मैले। म अब पुरानो गीतहरू त मैले तपाईहरुलाई प्रत्येक पुरानो गीतहरू पहिलादेखि गाएको गाई गर्दा तपाईलाई पुरानो गीत त जोसँग फुकेर सुनाएर पनि भएन, अनि त्यसपछि त्यो मन रुन्न होला र सुनाएर पनि भएन। अनि यो यस्ता गीतहरू त यहाँले अत्यन्तै धेरै रुचाइरहनु भएको छ। ती गीतहरूलाई थाती राखेर नयाँ गीत हेर्नुहोस्, रमाइलो गर्ने दर्शकहरूको लागि रमाइलो खालका गीतहरू यहाँहरू ढुक्क हुनुहोस्। आज जो रमाइलो गर्न सक्दैन त्यसको जिन्दगी पनि रमाइलो हुनेवाला छैन। अब एउटा जिन्दगी भनेको पैसा भनेर मरिन्छ क्या हामी। यता ध्यान दिएर केटाहरू कोही जापान, कोही अस्ट्रेलिया, कोही क्यानाडा, कोही अमेरिका, कोही कुनै देशमा गल्फ कन्ट्रीहरूमा जान भनेर तयार भएर पैसा भनेका हामी धेरै छौँ। हेर्नुहोस्, धेरै छौँ। त्यसले गर्दाखेरि जहाँ गए पनि आफू सन्तुष्ट हुन जान्नुपर्छ। हेर्नुहोस्, 2 रुपियाँ कमाए पनि, 100 रुपियाँ दिनको 100 रुपियाँ कमाए पनि मनमा सन्तोष छैन भने, सुनको खाटमा सुते पनि मनमा सन्तोष छैन भने त्यो मान्छे सुखी हुन सक्दैन, हो कि होइन? तर मान्छे सुखी हुनको लागि आत्मसन्तुष्ट सबैभन्दा ठुलो कुरा हो। मैले त्यही भएर एउटा गीत गाएँ। कुन गीत गाएँ भने एउटा टिकटक भाइरल भएको थियो नि, जेठमा रिलिज गरेको थिएँ कि। त्यही भएर ए जानियो नाच्न र गाउन, जानिएन सम्पत्ति, भाइरल भएको थियो नि टिकटकमा होइन, सबैलाई कन्ट छ। हेर्दाखेरि म काले छु, काले भानी रमाइलो खाले छु, ए देख्नेलाई वाहा र आहा छ, मनमा के छ मैलाई नै थाहा छ। ए जानियो नाच्न र गाउन, जानिएन सम्पत्ति। यस, ल त्यसले गर्दा यो गीतमा नाचौं। जिन्दगी भनेको केही होइन हजुर। त्यसले गर्दा सम्पत्ति कमाउन यहाँहरूले सबैभन्दा ठुलो कुरो सम्पत्ति होइन, आत्मसन्तुष्ट ठुलो कुरा हो भनेर नाचौं। ट्र्याक नम्बर 66 नम्बर ट्र्याकमा जाउँ है त। ल 66 नम्बर ट्र्याकमा
ओके सबैजना अब बज्ने गीतमा चाहिँ धमाका गरेर यता पनि नाच्नु पर्छ के हो र हात खुम्चाएर बस्ने आमाहरू दिदीहरू 66 नम्बर ट्र्याक है त ठुलो बनाउनुहोस् त ल है